हेलो हेलो सम्पूर्ण साथीहरूलाई नमस्ते अनि नमस्कार। रामेछाप रत्नालुबाट म विष्णुमाया सुनवार। हजुरहरूको हालखबर के कसो छ? नयाँ नौलो मेरो चाहिँ यस्तै हो हालखबर भन्नुपर्दा। मैले चाहिँ आलु रोप्नको लागि यहाँनिर के भन्ने यो झुस खुर्काइरहेको छु। अनि आज चाहिँ म पोल्न आएको छु। यो बिरुवाहरूलाई पनि अलिकति गोरमेल हुन्छ कि भनेर हुर्काउनुको लागि धेरै पछि म आलु बारीको बुङ खनेर छु। आज चाहिँ त्यसपछि डराउन आएको छु। सम्पूर्ण साथीहरू मेरो भिडियो कहाँ कहाँदेखि हेर्नु भएको छ सम्पूर्ण साथीहरूलाई कोटी कोटी नमस्कार छ। अनि म हो आज यो बुकमा डराउन आएको। यसलाई चाहिँ बुकमा भनिन्छ। अहिले बुकमा बनाइसकेपछि देखाउने छु सम्पूर्ण साथीहरूलाई। कहाँ कहाँबाट हेर्नु भएको छ मेरो भिडियो। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला भन्न चाहन्छु। यति भन्दै म बुकमा पोल्नतर्फ लाग्छु। अहिले पोलिसकेर पनि देखाउने छु सम्पूर्ण साथीहरू। के गरेको नानी? आगो सल्काएको? यो के गरेको भनिन्छ? अलिक बोल गरी भन न, सुनिन। बुकबारीमा आलु रोप्न आँटेको? अनि यस्तो काम कहिले देखेको थियो तिमीले? थिएन? बुकबारी बनाएर आलु खानु है। लोमाहरू त्यसो भए यी नानी चाहिँ पोखरामा जन्मेको। अनि त्यही भएर यो बुक पोलेर आलु खानु चाहिँ लास्टै गाह्रो हुँदो रहेछ भन्दै गरेको छ। फर्स्ट हरेले चाहिँ देखेको चाहिँ अनि लास्टै गाह्रो हुँदो रहेछ भन्दैछ यो नानीले। अनि मैले नि बिर्सेर 10 वर्षपछि चाहिँ बुकबारी ताछेर चाहिँ बुक पोल्दैछु आज। मैले चाहिँ त्यो झुस डल्लो पारिसकेँ त्यो झुसहरू। अनि उसले चाहिँ सल्काउँदैछ। अनि के गर्नु, पहिल्यैदेखि यसरी खाएको। अब त छोडियो, धेरै वर्ष भइसक्यो यस्तो बुकबारी गरेर खानु चाहिँ। त्यही पनि यो बिरुवालाई चाहिँ गोरमेल गरेको जस्तो हो क्या नानी। तेरो ठुल्बाले बिरुवा गोर्ने भन्यो, आज बुक सल्काउने बेलामा कहाँ पुग्यो कहाँ छैन आज। अनि त्यो माथितिर चाहिँ तेरो ठुल्बाको भाग हो है, भोलि तेरो ठुल्बाको भाग हो भन्दै हाम्रो भाग चाहिँ यति हो। अनि यहाँ मलाई कौसु लागिसक्यो चिलाएर। अनि मृग नि आउँछ। अनि त्यही भएर यो झुस झास फाँडेर चाहिँ यसपालि फेरि 10 वर्षपछि चाहिँ बुकबारी खनेर चाहिँ पोलेको आज। यो नानीले चाहिँ लास्टै दुःख हुँदो रहेछ ठुल मम्मी भन्दैछ। आज त्यही पनि शिवरात्रि नि, शिवरात्रिमा रोडमा आगो फुक्ने भन्छन्। त्यही भएर तिमी चाहिँ चौरमा फुका आगो हुन्छ हुन्छ भन्नु यता फर्केर। तेरो बाजे गाह्रो भयो भन्छ। ठुल्मनी आलु भन्नु आलु त एकछिनमा पाकेछ त। कस्तो कच्चिएको निदिन्छु। काम गर्नु त लास्टै गाह्रो भयो। आलु खानु त मिठो हुन्छ नि, बुकमा पोलेको आलु कति मिठो हुन्छ। सबै पाकेको भयो। झुटी पनि देखाउनु।
कति दाना हाल्छ खानेन पहिले नै यसरी पोलेर खाइन्थ्यो बुकबारीमा आयो मेरो नोट कस्तो छ भन्छन् मस्यो होला है